यदि तपाईँ पोल्यान्डमा बस्दै हुनुहुन्छ भनेदेखि यही जनवरी 2, 3 र 4 गते पासपोर्टको लागि घुम्ती सेवा आउँदैछ। अब यो घुम्ती सेवा चाहिँ बर्लिन स्थित नेपाली राजदूतावासले सञ्चालन गर्न लागेको हो र यसपटकको घुम्ती सेवा भने वार्सादेखि बाहिर हुँदैछ, त्यो भनेको रोचलोभ सहरमा हुँदैछ। यदि तपाईँको पासपोर्ट नेक्स्ट इयर भन्नाले 2027 जनवरी 2 तारिकसम्म मात्र भ्यालिड छ अथवा त्योभन्दा अगाडि सकिँदैछ भने यसपटकको घुम्ती सेवामा तपाईँले आफ्नो पासपोर्ट रिन्यू गर्न सक्नुहुन्छ, जसको लागि तपाईँले एउटा एप्लिकेसन फर्म भर्नुपर्ने हुन्छ र चाहिने शुल्क तपाईँले पठाउनु पर्ने हुन्छ। यी दुवै एप्लिकेसन फर्म र पेमेन्ट गरेको कन्फर्मेसन बर्लिन स्थित राजदूतावासको इमेल एड्रेसमा तपाईँले पठाउनु पर्ने हुन्छ कन्फर्मेसनको लागि र त्यसपछि मात्र तपाईँले बायोमेट्रिक दिन सक्नुहुन्छ। बायोमेट्रिक दिनको लागि 2, 3 र 4 यो 3 दिनमध्ये एक दिन तपाईँलाई बोलाइनेछ, जसको डिटेल जानकारी नेक्स्ट अन्य सूचनाहरूमा दिइनेछ। अब यो सबै जानकारी एप्लिकेसन फर्म कसरी भर्ने, पैसा कहाँ पठाउने, कन्फर्मेसनको लागि मेल कहाँ गर्ने भनेर सम्पूर्ण डिटेल सहितको जानकारी बर्लिन स्थित नेपाली राजदूतावासको फेसबुक पेज र पोल्यान्डमा रहेको एनआरएनए पोल्यान्डको फेसबुक पेजमा डिटेल जानकारी सहित राखिएको छ। त्यहाँ गएर तपाईँले सम्पूर्ण जानकारी लिन सक्नुहुन्छ र यदि यो फर्म भर्दै गर्दा कुनै समस्या पर्यो भने त्यहाँ दिइएका सम्पर्क व्यक्तिहरूलाई सम्पर्क गरेर सहयोग पनि लिन सक्नुहुनेछ। र अर्को कुरा ख्याल गर्नु होला, र यो एप्लिकेसन फर्म भरेर बुझाउनको लागि समय लिमिट रहेको छ, त्यो भनेको डिसेम्बर 23 भित्रमा तपाईँले एप्लिकेसन फर्म र पेमेन्ट गरेर बर्लिन स्थित राजदूतावासको इमेल एड्रेसमा पठाइसक्नुपर्ने छ कन्फर्मेसनको लागि। र कन्फर्म भइसकेपछि पछाडि तपाईँको नेम लिस्ट आउनेछ बायोमेट्रिक दिनको लागि। त्यसैले यदि तपाईँको पासपोर्ट एक्सपायर हुँदैछ भने ढिला नगर्नुहोस्, छिटोभन्दा छिटो फर्म भरेर बुझाएर आफ्नो बायोमेट्रिक दिएर पासपोर्ट नयाँ बनाउनुहोस् है त। हस्, थ्याङ्क यू सो मच।